एभ्रिवान, वेलकम टु माई ब्लग। म चाहिँ मुन्टा टिप्न जाँदैछु। मुन्टा टिपेर म तपाईँलाई देखाउँछु है। मुन्टा टिपिसकेँ। अर्ग्यानिक अब खोर्सानी टिप्न आँटेको। पुरा भइसक्यो यो भित्रमा टाइम टिपे भातसँग खानुको लागि अब म सब्जी बनाउँछु। मुन्टा खेलाउँदैछु बनाउनुको लागि। देख्न सक्नुहुन्छ मेरो चाहिँ फेभरेट हो नि त यो इस्कुसको मुन्टा चाहिँ पुरा मनपर्छ नि त मलाई। त्यही भएर चाहिँ खाना पाक्यो। खानु आँटेको अब चाहिँ खोर्सानी रोप्नु सार्नु गएको बारीमा देख्न सक्नुहुन्छ। चाहिँ अब बारी जाँदैछु नि त यो खोर्सानी रोप्नु। एकपल्ट पानी आएपछि चाहिँ सर्छ नि त, अन्त रोपिहाल्ने बारीमा। यो चाहिँ दिन भएर आज चाहिँ घाम लागिरहेको छ पुरै। यो चाहिँ पहिला गोड्ने त्यहाँदेखि चाहिँ रोप्ने नि त। पुरा झ्यार, फेरि झ्यारले खोर्सानी डल्लै मार्छ। यस्तो दिन आम्बो गरम। म चाहिँ अब खोर्सानीको लागि खन्दैछु। म चाहिँ रोप्न थालेको। यस्तो हालत भयो गरम गर्दा चाहिँ। अनि यसरी रोप्छु खोर्सानी। हालत भए पुरै पसिनै सरी भए। मैले अब भर्खर रोपिसकेँ। भर्खर खोर्सानी रोपिसकेँ। पुरा गरम थियो नि त, पसिनै सरी भएर भर्खर रोपिसकेँ। यहाँ फर्सीको छ, फर्सीको मुन्टा हुँदैछ। यहाँ काँक्रा, यहाँ पनि फर्सी नै हो। अनि यहाँ चाहिँ सिबी हुँदैछ। सिबी पुरै हुँदो रहेछ यहाँ देख्न सक्नुहुन्छ। एक दुई दिनमा खाने पनि हुने रहेछ।
अर्ग्यानिक सब्जी हुँदै रहेछ पुरा माथि माथिसम्म हुँदै रहेछ अन्त अघि चाहिँ पुरा घाम लागिरहेको थियो अहिले चाहिँ यस्तो भयो दिन नै तर पनि गरम चाहिँ गरम छ हुन्छ अहिले भेटौँ म चाहिँ अब हातखुट्टाहरू धुन्छु अनि तपाईँ भेट्छु नानाकोमा जाँदैछु हातखुट्टाहरू धोएर अन्त हाम्रो कलेज चाहिँ साह्रै टाढो छ नि त अन्त माथि पुगेर भेटौँ हिँड्दै बोल्दा साह्रो पर्छ नि त अन्त माथि गएर भेटौँ सिधै नानाकोमा आइसकेँ म नानीलाई पनि हेर्नु आएको नाना पनि बिमार हुनुहुन्छ नि त अन्त नानीलाई एकछिन घुमाउनु लगेको यता हेर्नुहोस् न छिटो छिटो यता हेर्नुहोस् न छिटो हामी चाहिँ फर्किएको यो पारी देख्दै गएको थियो दार्जिलिङ हो हाम्रो गाउँबाट चाहिँ दामी देख्छ नि त चिया चाहिँ पाक्दैछ ब्ल्याक टी मलाई चाहिँ ब्ल्याक टी नै मनपर्छ नि त चिया खानु आँटेको चाहिँ घर आइपुग्यो थ्याङ्क यू फर वाचिङ माई भिडियो डोन्ट फर्गेट टु डु लाइक शेयर सब्सक्राइब माई च्यानल